त नयाँ वर्ष हुने भनेर त हिँडियो तर कहाँ जाने होला है प्रकृति तिमीसँग सँगै हिँड्न पाउँदा स्वर्ग नै पुगे जस्तो लाग्छ स्वर्गभन्दा अरू राम्रो ठाउँ कहाँ होला र है ल हिँड नि त तिमी म कतै गएर गफ गरौँ मिठो मिठो गफ गरौँ केटा 2082 को ह्याप्पी न्यू इयर नयाँ वर्ष 2082 को शुभकामना भन्न के को 2082 हो जी भने नि एउटै त हो नि तर हामी नेपाली हो नयाँ वर्ष नै भन्नुपर्छ ल सु गर धनी ल मैले जिते है साथीहरु मैले जिते कति तास मात्रै खेल्नु जाउँ पाहाडतिर घुम्न केटीहरूतिर आउँछन् या छोड्दैन हैन जाम हो पहाडतिर त हरि च्वाक केटीहरू हुन्छ छोड्दे यस्तो तास त्यो को होला है अञ्जली खै को मैले त चिन्दिनँ एकदम त टोलाएर बसिरहेछ के दुःख परेर पो हो कि हेलो 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 अब के गर्न बोलाउनु भएको छ र है हजुरहरूले मलाई यसरी त्यस्तो केही त होइन उताबाट घुमेर आफै गर्दा हजुरलाई देखेँ अनि के रहेछ कस्तो रहेछ भनेर सोध्नलाई मात्र आएको छोटा हो तर तपाईँहरूले मलाई किन चिन्न पर्यो किन मेरो कुरा सोध्न पर्यो यसै न त्यस्तो चिन्नु पर्ने कारण त केही थिएन कि नि तर तपाईँले आज नयाँ वर्षको दिन एक्लो अनि निराश देखेर आइदिनु नि अनि आज नयाँ वर्षको दिनमा पनि किन एक्लै निराश भएर बस्नु भएको नि त्यस्तो केही होइन अब म त तपाईँहरू जस्तो धनी छैन कपडा किन्नलाई नि पैसा छैन घुम्न जाने नि मसँग पैसा छैन त्यही भएर रुँदै बसेछु नि ओहो मलाई पनि कुनै समय उसलाई जस्तै भएको थियो नि ओहो एकैछिन पाउनुहोस् है म कहाँ जानुभएको खै मलाई थाहा छैन लाउनु न यो हजुरको लागि नयाँ कपडा हो अगाडि लगाएर आउनुहोस् त आफै तपाईँले के गर्नुभएको मात्रै लाउनु भयो होइन लाउनु त लाउनु लगाएर आउनु हस् होइन कहाँ गएर किन आइस चुप लाग्न मैले नि केही समय यस्तै भोगेकी थिएँ नि उसलाई नि सँगै लिएर जाने घुम्न आहा कति ह्यान्डसम हुनुभएको ल जाम हिँड्नुहोस् घुम्न माथि चौरतिर मेला छ हेरेर आउला नि ल जाम हिँड्नुहोस् न जान्ने क्या हो लाग्नुहोस् हिँड्नुहोस् जाम आज त घरमा बाबा मम्मीले गाडी त गर्नुहुन्न होला नि हुन त नयाँ वर्ष हो अब मेरो बाबा मम्मी भएको भए त नयाँ कपडा किनिदिनुहुन्थ्यो होला पैसा दिएर घुम्न जा भन्नुहुन्थ्यो होला भयो हामीले बुझ्यौँ अब यस्तो कुरा गऱ्यो निराश नहुने जाम हिँड्नु घुम्न नि आज नयाँ वर्षको दिन आज निराश भयो भने त वर्षैभरि निराश हुनुपर्छ अरे जाम हुनु अब हजुरहरूले माया गरेर बसी जान्छ होला यतै जाम के छिटो त मेला लगाएर सकिसक्यो नयाँ वर्ष 2082 सालको सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना